किनभने शारीरिक अभ्यासले केही लाभ दिन्छ, तर ईश्वर भक्ति सबै कुरामा लाभदायक छ। यसले वर्तमान जीवन र आउने जीवनको प्रतिज्ञा पनि राख्दछ। सबैजनालाई ख्रीष्ट येशूको नाममा जय मसीह। परमेश्वरको महिमा होस्। आजको वचनको सेवामा यहाँहरूलाई स्वागत गर्दछु। आजको वचनको खण्ड छ 1 तिमोथी 4:8। प्रभुमा प्रियजनहरू, बाइबलको हरेक पुस्तकको सन्दर्भ र पृष्ठभूमिलाई हामीले बुझ्नुपर्दछ। तिमोथीको पुस्तकको सन्दर्भ हामी बुझ्नेछौँ। प्रेरित पावलले आफ्नो आत्मिक पुत्र तिमोथीलाई लेखेको हो। तिमोथी एक जवान अगुवा थिए, जसलाई पावलले सुसमाचार प्रचार, झुटा शिक्षाको विरोध र ईश्वर भक्ति जीवनको अभ्यासमा दृढ रहन आग्रह गरिरहेका छन्। यस अंशमा उनले साँचो अनुशासन र भक्ति जीवनको मूल्यलाई जोड दिएको पाइन्छ। शारीरिक व्यायाम अर्थात् एक्सरसाइज, अनुशासन या शरीरको देखभाल निश्चित रूपमा उपयोगी छ। स्वास्थ्य राम्रो हुनु जीवनमा लाभदायक छ, तर यसको प्रभाव संसारको जीवनसम्म सीमित छ। हामी दैनिक रूपमा स्वास्थ्य राम्रो हुनको लागि हामीले एक्सरसाइज गर्नुपर्छ, व्यायाम गर्नुपर्छ। कसरी हामी खानपानमा याद गर्नुपर्छ। मोटोपनले मानिसको शरीरलाई रोगहरू निम्त्याउँछ, अनि यस कुरालाई ध्यानमा राखी शरीरको व्यायाम र देखभालको निश्चित आवश्यक छ। तर यो कुरा हामीले भन्दै गर्दाखेरि यो एउटा क्षणिक हो। यो केवल यो संसारको जीवनसम्म सीमित रहन्छ। तर ईश्वर भक्ति सबै कुरामा लाभदायक छ। यहाँ ईश्वर भक्ति भन्ने शब्द ग्रीक शब्द एउसेबियाबाट आएको हो, जसको अर्थ हुन्छ परमेश्वरप्रति आदर भाव, आत्मिक अनुशासन, साँचो आस्था र आज्ञा पालनको जीवन। ईश्वर भक्ति जीवन केवल आत्मिक रूपमा मात्र होइन, हाम्रो सम्पूर्ण जीवनमा प्रभाव पार्दछ। जस्तै हाम्रो चालचलन, सम्बन्धहरू, निर्णयहरू र दृष्टिकोणमा पनि परिवर्तन ल्याउँछ। यसले वर्तमान जीवन र आउने जीवनको प्रतिज्ञा राख्दछ। ईश्वर भक्ति जीवनले यस संसारमा पनि आशिषको जीवन जिउन सकिन्छ। जस्तै शान्ति, सन्तोष, आत्मिक स्थिरता र अनन्त जीवनको पनि सुनिश्चितता दिन्छ। यसले शाश्वत दृष्टिकोण दिन्छ। आजको वचनबाट सिक्न सकिने शिक्षाहरू: हामीले परमेश्वरलाई प्राथमिकतामा राख्नुपर्छ। यद्यपि शरीरको रेखदेख आवश्यक छ, तर आत्माको अभ्यास जस्तै प्रार्थना, वचन अध्ययन, सेवा अझ महत्त्वपूर्ण छ। भक्ति स्थायी लगानी हो। शारीरिक कुरा नाश हुनेछन्, तर ईश्वर भक्ति जीवन अनन्त जीवनसम्म साथ दिने लगानी हो। यो कहिले पनि नाश भएर जाँदैन। यो भविष्यसम्म यसले महत्त्व राख्छ। यसले अहिले पनि फल दिन्छ र स्वर्गमा पनि इनाम दिन्छ। हामीले मत्तीको पुस्तक 6:19-21 हेर्यो भने, आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार, जहाँ किरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्, तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ किराले वा खियाले नष्ट पार्दैन र चोरले पनि चोर्दैन। किनकि जहाँ तिम्रो धन हुन्छ, त्यही तिम्रो मन पनि हुन्छ। भक्ति भनेको केवल भावना होइन, नियमित अभ्यास हो। जस्तै शारीरिक फिटनेसका लागि
नियमित व्यायाम आवश्यक छ। आत्मिक वृद्धिको लागि पनि निरन्तर अभ्यास चाहिन्छ। जस्तै हामीले परमेश्वरको डर अनि ईश्वर भक्तिको जीवन जिउनु अनि परमेश्वरको आवाज सुन्नु, निरन्तर प्रार्थना र उहाँको आज्ञा पालन गर्नु, उहाँको वचन अध्ययन गर्नु, ती सबै कुरा आत्मिक अभ्यासको एक उदाहरण हो। यो अभ्यासले हामी आत्मिकी वृद्धिपना ल्याउँदछ र परमेश्वरको उपस्थितिमा हामीलाई अझ बढी नजिकतामा ल्याउने काम गर्दछ। मत्ती 6:33 मा भनेको छ, तिमीहरू पहिले उहाँको राज्य र धार्मिकताको खोजी गर। हामीले परमेश्वरको राज्य र परमेश्वरको धार्मिकता खोजी गर्नुपर्छ। यो आत्मिकी वृद्धिपनको उदाहरणहरू हुन्। 2 पत्रुस 1:3 भन्दछ, आफ्नो महिमा र श्रेष्ठताद्वारा हामीलाई बोलाउने हुनेलाई हामीले चिनेका हुनाले परमेश्वरको दिव्य शक्तिद्वारा जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ। पहिलो कोरिन्थी 9:25-27 हेर्यो भने, खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामी चाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौँ। निष्कर्ष, पहिलो तिमोथी 4:8 हामीलाई यो सन्देश दिन्छ कि जीवनको साँचो तयारी केवल यो पृथ्वीका लागि होइन, अनन्त जीवनको लागि हो। यसैले हामीले भक्ति, आत्मिक अनुशासन र परमेश्वरसँगको सम्बन्धमा निरन्तर अभ्यास र लगानी गर्नु पर्दछ। हस्, प्रभुमा प्रियजनहरू, आजको वचनको सेवामा यहाँहरूलाई परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। आजको यहाँहरूको दिन शुभ रहोस्। सबैजनालाई ख्रीष्ट येशूको नाममा जय मसीह।